दर्शकबिन नमस्कार। हामी यति बेला यस सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिकामा रहेका छौँ र जुन घरमा हामी रहेका छौँ यो घर भनेको सुशीला बमजनको जन्मस्थल हो। सुशीला बमजन भनिसकेपछि तपाईँले थाहा पाइसक्नु भएको छ कि सिन्धुली जिल्लाको कमलामाई नगरपालिका 4 धुराफाटमा जसरी परिवार नै संलग्नता रहेर उहाँको हत्या गरेका थिए, जुन अहिले विश्वव्यापी यो समाचार बनिरहेको छ र अहिले हामी यो रिपोर्टिङको सिलसिलामा उहाँको जन्मस्थलमा आइपुगेका छौँ। अहिले मेरो साथमा हुनुहुन्छ उहाँको हजुरबुवा, जो अहिले 80 वर्ष पनि पुगिसक्नु भएको छ। 80 वर्षको उमेरमा उहाँले अत्यन्तै अप्रिय समाचार छोरापट्टिको उहाँका छोरी र दुईवटा छोरा उहाँले जन्म दिनुभयो। छोरापट्टिको पहिलो नातिनीको रूपमा पनि सुशीला बमजन रहनु भएको थियो र आज हजुरआमासँग पनि हामी कुराकानी गरेका छौँ र अत्यन्तै यो घटना आफैमा दुःखदायी छ र आज 80 वर्षको हजुरआमालाई त्यो घटनाले अत्यन्तै पीड परिसकेपछि उहाँले आफूलाई सम्हाल्न सकिसक्नु भएको अवस्था पनि छैन र यसको उहाँसँग गरेको कुराकानी पनि हामी तपाईँको लागि प्रस्तुत गर्ने। आमा नमस्कार, आराम हुनुहुन्छ? दुर्खा बमजान, हजुर, निशा बमजान, मिना बमजान, मैरानी। हजुरको नातिनीलाई अस्ति जसरी हत्या गरे त्यो खबर कहिले पाउनुभयो हजुरले? अनि 10 कति हो? त्यही दिनै थाहा पाउनु भयो, जुन दिन हत्या भयो भन्ने कुरा त्यसै दिन थाहा पाउनु भएको हो? मुदा हिँड्न नसक्दै हजुर मैले भन्यो। अनि तपाईँले आफ्नो नातिनीको त्यसरी तिनीहरूले हत्या गरे भनेर सुन्दाखेरि धेरै दुःख लाग्यो होला है आमा? रुनुभयो है? सानोमा हुर्काउनु भयो होला, बढाउनु भयो होला है? मेरो भाइ नातिनी मारेको हो मेरो नातिनी। नातिनीलाई त्यसरी आगो सल्काएर हजुर केको रिस मेरो नातिनीलाई। कति वर्षको हुनुभयो आमा हजुर? कति वर्षको हुनुभयो तपाईँ? म हजुर पुग्यो नि 2 साले त। 2 साले हुनुहुन्छ है? लगभग 80 वर्ष पुग्नु भएछ। 80 वर्षको उमेरमा आएर यस्तो नराम्रो कुरा सुन्न पर्दा धेरै दुःख लागेको छ आमालाई। के गर्नु, कोही छोरो पनि आएन। त्यहाँ कामै सकेन छोरीको लासै छ त्यो। अनि आमालाई पहिला योभन्दा पहिला कहिले भेट भएको थियो नातिनीसँग? चाहिँ कहिले भेट गर्नु भएको थियो हजुरले? तिहारमा आउँछ, दसैँमा आउँछ। आउँदाखेरि के भन्नुहुन्थ्यो हजुरलाई? अलिअलि ल्याउँछ, खुसियाली आउँदाखेरि भेट हुन्थ्यो? कहिलेकाहीँ फोनमा भिडियो कल गर्ने, बोल्ने गर्नुहुन्थ्यो कि गर्नुहुन्थेन हजुरसँग? गरेको। अनि तपाईँलाई थाहा थियो त आमा उनीहरूले पहिल्यैदेखि हेप्थे अरे, दुःख दिन्थे अरे भन्ने कुरा थाहा थियो हजुरलाई? कोही घरमा बसेको हजुर मैले के थाहा। हजुरलाई कहिले आएर योभन्दा पहिला आएर भन्नु भएन आमा मलाई कहिलेकाहीँ दुःख दिन्छन्, गाली गर्छन् सास ससुराले भनेर भन्नुहुन्थ्यो कि भन्नुहुन्थेन? भन्छ नि, त्यस्तो त भन्छ। हजुर यहाँ भित्र बसेर यहाँ आयो भन्छ, के भन्छ, म त हिँड्नै पाउँदैन भन्छ। बाहिर हिँड्न पनि दिँदैन मलाई, अनि यताउता आउन पाउँदैन भन्नुहुन्थ्यो भनेको थियो। हजुर हजुर त्यसो भएन, छुट्याएर ल्याएन, बिगालमा मार्यो नि। धेरै दुःख दिए है आमा? मेरो हजुर छोरीको अनि
अहिले त बिहे तिनीहरूसँग बिहे नगर्दा भए पनि हुन्थ्यो भावलाई आमालाई हो नि यो हजुर 3टा छोरा छोरी छ हजुर अहिले अब छोरा मेरो आमा कहाँ गयो भनेर रुन्छ भन्छ ए ती साना 3जनाले मेरो आमा खोइ भन्दै रुँदै गर्छन् रे हजुरलाई कसले सुनाएको यो कुरा त्यहाँ गएको मान्छेले भनेको ए सिन्धुलीमा भएकोले भन्नुभएको है अनि आमा हजुरलाई चाहिँ एकचोटि नातिनीको अनुहार हेर्छु म पनि जान्छु भन्ने लागेन सक्न त सक्नुहुन्न लगेन जाने भन्थ्यो आमा हजुर खोइ हिँड्नु नसक्ने के गर्नु त्यहाँतिर गएपछि नआउनु सक्दैन रुएर त्यसलाई एकपटक जाउँ हेरौँ भन्ने लागेको छ लागेको हजुर ए उहाँले चाहिँ म जान्छु होस् भन्नुहुन्थ्यो भन्थ्योतिर जानु बाउ आमा गएको छ दाजु भाउ हुँदैछ भनेर हाम्रो जानु म त कान्छी भर्यो म जुन यो त कान्छी आमा कान्छी बाउ के छ कुरो भन्नु न आमा भन्नुहोस् अरू हजुरलाई अब नातिनीलाई पहिले कस्तो हुर्काउनु भएको तिनी कुराहरू कस्तो लाग्थ्यो नातिनी ती कुराहरू भन्नु न आज पहिले धेरै माया गर्नुहुन्थ्यो हजुरलाई माया गर्नुहुन्थ्यो होला माया गर्छ मेरो नातिनी माया गर्छ नि ए तपाईँको जेठो नातिनी सबैभन्दा जेठो नातिनी छोराको ए छोरातिरको जेठो नातिनी छोराको 2 छ छोरा पनि 10 बहिनी छ छोरी ए तपाईँको चाहिँ 2वटा छोरा अनि 10 बहिनी चाहिँ छोरी छोरापट्टिको सबैभन्दा ठुली नातिनी सुशीला बमजन चाहिँ 3वटा छोराछोरी एकैपटक जन्माउनु भएको हजुर छोरा 3वटा जन्माएको हजुर मान्छेले त त्यो लक्षिणको मान्छे कति माया गरेको थियो मेरो अनि ज्वाइँ कोरियाबाट नेपालमा आउँदाखेरि यहाँ आउने तपाईँलाई भेट्ने गर्नुहुन्थ्यो कि गर्नुहुन्थेन नातिनी ज्वाइँ आउँदैन यहाँतिर हामीले देखेको छैन ए आउनुहुन्न थियो देखेको पनि छैन कोही गएपछि अनि नातिनीलाई पहिले माया गर्नुहुन्थेन तपाईँको ज्वाइँले चाहिँ नातिनीलाई माया गर्नुहुन्थ्यो ख्याल गर्नुहुन्थ्यो होला नि अहिले हामी 81 त्यो कुराहरू थाहा पाइसकेपछि आमालाई धेरै दुःख लागेको छ है हजुर सम्झिँदाखेरि धेरै रुन मन लाग्छ होला धेरै खाने बेलामा लाउने बेलामा खस्यो मेरो नातिनी भनेर रोयो अब रोएर नआउने है हुने कुरा भइहाल्यो के गर्नु अब भाग्यमा त्यस्तै हो भनौँ है त्यसो हो कब orang non dari jinji banget kan seven lebih banget itu di seven एकदम गेले नाही दरवाजा मारेको यो त्यो बाजुले आगो मुनि लगायो मारेकै हो मेरो नातिनी तिनीहरूले मिलेर मारेकै हो भन्नुहुन्छ है 4 जना मिलेर मारेको मान्छे मुनि मारेको सक्ने मान्छेले कस्तो हेर्नु त जिउँदो मान्छेलाई त्यसरी आगो लाउनुहुन्छ जिउँदो मान्छे आगो लगाउने भेटाइ पनि लाउनु परेको थियो साह्रै दुःख दिए है आमा धेरै दुःख दिए दुःख दिए
कति हाँसेर बसेको थियो। अहिले दुःख कति दुःख बिहेको मान्छे रहेन। पाहुना त सङ्क्रान्तिको पाहुना आयो थियो मेरो नातिनी खोसियाले भयो आउँछ बेला बेलामा पर्वहरूमा चाडपर्वमा आउनुहुन्थ्यो है? छैन त्यो अशक्ति 4 जना मिलेर मरेकै हो तिनीहरूले। हुन्छ, हस् आमा।